नमस्कार, टेक इन्फोमा तपाईहरुलाई स्वागत छ साथीहरु। आजको यस भिडियोमा म तपाईहरुलाई रोमानियाको जुन अहिले चाहिँ डेट, जुन अपोइन्टमेन्टको डेट छ, भिजा अप्लाई गर्ने जुन न्यू दिल्लीमा तपाईको त्यसको प्रक्रिया अहिले अलि ढिलो भइरहेको छ र चाहिँ अपोइन्टमेन्ट चाहिँ कतिलाई नदिइरहेको पनि छ। कतिको वर्क परमिट आएर पनि तपाईको चाहिँ डेट नपाएर तपाईको चाहिँ क्यान्सल भएको पनि छ हैन। त्यस्तो पनि तपाईको चाहिँ खबरहरु आइरहेको छ र तपाईको चाहिँ यो किन भइरहेको छ, के कारणले भइरहेको छ जस्ता कुराहरु आजको यस भिडियोमा म तपाईहरुलाई चाहिँ बताउने छु हैन। र डेट दियो भने अहिले कति समयमा दिइरहेको छ, के छ भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई बताउन गइरहेको छु है। सबैभन्दा पहिला साथीहरु मैले तपाईहरुलाई के बताउन चाहन्छु भने प्रक्रिया कस्तो हुन्छ भने तपाईले जब तपाईको चाहिँ अफर लेटर आउँछ, त्यसपछि तपाईको चाहिँ वर्क परमिट आउँछ हैन। त्यसपछि तपाईको अब एजेन्ट भनौं अथवा तपाईको उता रोमानियामा जुन कम्पनी छ, एजेन्टले पनि गर्न सक्छ त उता कम्पनीले पनि गर्न सक्छ। उले तपाईको चाहिँ रोमानियाको अनलाइन पोर्टलमा चाहिँ तपाईको वर्क परमिट, तपाईको सम्पूर्ण डकुमेन्टहरु चाहिँ सबमिट गरेर चाहिँ यो मान्छेलाई चाहिँ हामीले चाहिँ हाम्रो कम्पनीमा काम गर्न चाहिँ कम्पनी ल्याउन लागेको हो। त्यसको लागि चाहिँ भिजा लिनको लागि तपाईहरुले चाहिँ मलाई चाहिँ समय दिनुस्, डेट दिनुस्, अपोइन्टमेन्ट दिनुस् भनेर तपाईको चाहिँ कम्पनीले माग्छ। र तपाईको त्यसरी अनलाइन सबै डकुमेन्ट स्क्यानिङ गरेर हालेर तपाईको चाहिँ अप्लाई गरिसकेपछि रोमानियाको तपाईको चाहिँ तपाईको चाहिँ एम्बेसीले चाहिँ त्यो डकुमेन्टहरुलाई भेरिफाई गर्छ, चेक गर्छ है। चेक गर्छ, सबै कुरा बुझ्छ। लगभग चाहिँ चेक गरेको अहिलेको अवस्थामा हेर्ने भने लगभग 15 दिनदेखि 1 महिना भित्रमा चाहिँ उले तपाईको रिजल्ट दिन्छ। भनेको तपाईलाई कि चाहिँ डेटै दिदैन हैन, के डकुमेन्ट मिलेन यो भएन भनिदिन्छ, कि चाहिँ तपाईको चाहिँ तपाईलाई डेट दिन्छ। र अहिले चाहिँ हेर्ने भने अहिलेको अवस्थामा चाहिँ 2 देखि 3 महिना, 3 देखि 4 महिना हैन, 2 देखि 4 महिना सम्मको डेट चाहिँ अहिले रोमानियाको एमबेसीले दिइरहेको छ। र तपाईको चाहिँ अहिलेको अवस्था त्यो छ। र किन यो भयो भन्दा यसमा 2-3 वटा कारणहरु के छन् भन्दा जस्तै पहिलो कारण भनेको चाहिँ रोमानिया सेन्जेन कन्ट्री भइसकेपछि चाहिँ रोमानिया अहिले युरोप भरि नै सबैभन्दा धेरै भिजा लाग्ने र छिर्न सजिलो भनेको रोमानिया हो सेन्जेन कन्ट्रीमा। र तपाईको चाहिँ त्यो चाहिँ एउटा सेन्जेन कन्ट्री छिर्ने एउटा डोरको जस्तो पनि त्यसले काम गरिरहेको छ। र धेरै नेपालीहरु चाहिँ 1 वर्ष अथवा 6 महिना बस्ने, त्यहाँबाट फेरि भागेर अर्को देश जाने खालको पनि अवस्था त्यहाँ छ। त्यो कारणले गर्दा फेरि चाहिँ अरु कन्ट्रीहरुले, सेन्जेन कन्ट्रीहरुले चाहिँ यदि चाहिँ रोमानियाले चाहिँ आफ्नो भिजा दिने प्रक्रिया र त्यसमा केही सुधारहरु गरेन, त्यसमा स्ट्रिक्टहरु केही नियमहरु चेन्ज गरेन भने चाहिँ सेन्जेन जोनबाट पनि हटाउन सक्ने भन्ने खालको कुरो पनि त्यहाँ उनीहरुको मिटिङमा चलेको कारणले गर्दा फेरि चाहिँ रोमानियालाई त्यो दबाब भएको कारणले गर्दा फेरि चाहिँ रोमानियाले चाहिँ अहिले चाहिँ आफ्नो केही कुराहरु परिवर्तन गर्दैछ। जस्तै तपाईको चाहिँ सिंगल परमिट भयो लगायतका कुराहरु हैन। जस्तै तपाईको चाहिँ अब मान्नु तपाई चाहिँ रोमानिया चाहिँ जाने क्रममा तपाईको अहिले जुन भिजा शुल्क छ त्यो पनि तपाईको लगभग बढाएर तपाईको एनआरआर के आएको तपाईको भारतीय पैसा तपाईको 34,000 आइसी तपाईले तिर्नुपर्छ अहिले रोमानियामा हैन। तपाईको त्यो छ अवस्था अहिलेको हैन। र तपाईको चाहिँ त्यो कारण भयो। र अर्को कारण भनेको चाहिँ मुख्य रूपमा त्यही हो, तपाईको चाहिँ रोमानियामा मान्छेहरु नटिक्ने के, काममा जाने, त्यहाँ धेरै बस्ने 1 वर्ष, अनि सबैजना फेरि त्यसो गर्दैन, तर धेरै मान्छेहरु चाहिँ त्यहाँबाट पोल्यान्ड कता स्पेन कतै जाने, र त्यहाँ मान्छे नटिक्ने। र त्यो चाहिँ एउटा इलिगल इमिग्रेसन तपाईको चाहिँ छिर्ने गेट त बनेन रोमानिया भन्ने खालको तपाईको चाहिँ जुन अहिलेको अवस्था छ त्यसले गर्दा फेरि चाहिँ एकदम टाइट गरिरहेको छ हैन। र मुख्य रूपमा तपाईलाई फेरि एउटा के कुरा जानकारी म दिउँ भने तपाईहरुको चाहिँ डकुमेन्ट ओरिजिनल छ, डकुमेन्टहरु सबै राम्रो छ, डकुमेन्टहरु सबै ठीक छ हैन, तपाईको चाहिँ वर्क परमिट सबै ठीक छ, तपाईको कम्पनी सबै ठीक छ, तपाईको सबै कुरा राम्रो छ भने तपाईले डेट चाहिँ पाउनुहुन्छ। कतिपय साथीहरुको के भइराछ भन्दा वर्क परमिट पनि आयो तर डेट आएन। अब यसमा के हुन्छ भन्दा यसमा चाहिँ एमएसीले त्यो तपाईको चाहिँ जुन कम्पनीले तपाईलाई वर्क परमिट पठायो त्यो उलाई ठीक लागेन होला, त्यो उलाई राम्रो लागेन, उलाई भरपर्दो लागेन होला, त्यसले गर्दा फेरि उले डेट नदिन सक्छ है। त्यो कारणले गर्दा फेरि त्यसमा चाहिँ तपाईहरुको जुन मेन पावर छ, जुन एजेन्सी छ, उसले तपाईको चाहिँ कस्तो कम्पनी चुन्यो, कस्तो एजेन्सीसँग काम गर्यो भन्ने कुराले भर पर्छ। त्यो कारणले गर्दा फेरि चाहिँ र तपाईको एउटा सानो तपाईलाई कुरा पनि सुनौ, मैले देखेको रोमानियामा छिट्टो भनेको मान्छे 6 महिनामा उडेको छ। 3 महिनामा तपाईको 3 महिना भित्र वर्क परमिट हैन, 2 महिनामा डेट इन्डियाको, र तपाईको 6 महिनामा मान्छे तपाईको रोमानिया हैन, छिटो पनि हुन्छ। त्यो तपाईको चाहिँ एजेन्सी, तपाईको कम्पनी उताको त्यो हेरेर पनि हुन्छ के हैन। उले कुन चाहिँ
गतिमा काम गर्छ, कसरी काम गर्छ र उसले कसरी चाहिँ तपाईँको चाहिँ गर्छ भन्ने कुरो। उसले बिस्तारै आरामले गर्छ भन्ने टाइम लाग्छ होइन, उसले छिट्टो उसले गर्छ र सबै कुरालाई उसले द्रुत गतिमा गर्छ भन्ने तपाईँको छिटो पनि हुनसक्छ। त्यो कारणले गर्दाखेरि आजको डेटमा तपाईँको रोमानियाको डेट तपाईँको चाहिँ रोमानियाले दिइरहेको छ है, नदिएको होइन। बिचमा यही तपाईँको जुन भिजाको तपाईँको चाहिँ एप्लिकेसन जुन भिजा चार्ज पनि तपाईँको जुन अहिले चाहिँ 34,000 तपाईँको चाहिँ होइन INR तपाईँको भनेको चाहिँ भारू पैसा बनाएको छ। यसले गर्दा पनि बिचमा अलिकति होल्ड भएको हो, त्यसले गर्दा पनि लम्ब्यो र तपाईँको चाहिँ यो रोमानियामा पनि यो तपाईँको चाहिँ जुन हाम्रो चाहिँ विदेशी कामदारहरूको लागि लिएर तपाईँको विभिन्न नियमहरू रुलहरू चेन्ज भइरहेको छ कि अहिले होइन। त्यसले गर्दा पनि तपाईँको चाहिँ केही कुराहरू चाहिँ तलमाथि भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ अलिकति डेटहरू दिन गाह्रो भइरहेको, अलिकति समय दिन गाह्रो भइरहेको यो पनि कारण छ। र अर्को फेरि के छ भन्दा अब इन्डियाको जुन इमेज छ त्यो चाहिँ अब सबै तपाईँको चाहिँ नेपाल होइन तपाईँको चाहिँदेखि अब सबैको त्यहीँनिर जम्मा हुने भएको कारणले गर्दाखेरि चाहिँ अलिकति त्यहाँ चाप पनि धेरै भएको कारणले गर्दा पनि डेट दिन ढिलो भएको हो है। र तपाईँको चाहिँ डेट एमएसीले दिइरहेको छ, नदिएको चाहिँ होइन साथीहरू है। र तपाईँको चाहिँ अब तपाईँहरूले चाहिँ त्यही हो, डेट चाहिँ लिनको लागि तपाईँहरूको जुन एजेन्सी छ तपाईँले आफैले डेट माग्न मिल्दैन। मैले भने तपाईँलाई सुरुमै प्रक्रिया तपाईँले आफ्नो डकुमेन्ट स्क्यान गरेर चाहिँ हालेर तपाईँको उनीहरूले डेट दिन्छ, तपाईँलाई मेल गर्छ कि होइन, तपाईँको डेट यो डेटमा यो समयमा तपाईँ चाहिँ आफ्नो फाइल दिन आउनुहोस् भनेर उसले चाहिँ तपाईँलाई मेल गर्छ होइन। तपाईँलाई भन्दा तपाईँको एजेन्सी तपाईँ कम्पनीलाई गर्छ होइन, र त्यो डेटमा तपाईँ जाने हो है साथीहरू। यही नै हो, इजी छ तपाईँको। र डेट दिइरहेको छ एमबिसीले होइन, नदिएको होइन, अलिक ढिलो चाहिँ भएको छ। यही कुरा भन्दै आजको भिडियोलाई अन्त गर्छु। नमस्कार, धन्यवाद।